हेलो एभ्रिवान, वेलकम टु दिस भिडियो। आज चाहिँ म तपाईँहरूलाई कसरी चाहिँ ब्याकलिङ्क्सहरू बनाउने भन्ने बारे सिकाउँछु यसपालि यो भिडियोमा। ब्याकलिङ्क्स भनेको चाहिँ एकदम इम्पोर्टेन्ट फ्याक्टर हो जसले चाहिँ वेबसाइटहरू ऱ्याङ्किङहरू वेबसाइटलाई पुस गर्ने एउटा मिडियम हो जुन चाहिँ वेबसाइटमा नचिरिकन गर्न मिल्छ मान्छेहरूले। हो आज चाहिँ मैले चाहिँ धेरै मान्छेहरूलाई अहिले देखिरहेको हुन्छु, नयाँ नयाँ मान्छेहरू जो चाहिँ एसइओ गर्न चाहिरहेको हुन्छ र पुरानै एसइओ कम्पनीहरू पनि मैले देखिरहेको हुन्छु जसले चाहिँ होइन क्लाइन्टले भने बापत चाहिँ के अरे एकदम धेरै के अरे क्वालिटी भन्दा पनि क्वान्टिटीमा ध्यान दिएको देखिरहेको हुन्छु। तर अहिलेको गुगलहरूको रिसेन्ट अपडेट अनुसार गुगलको अनुसार हुन्छ नि र भ्यालुको अनुसार पनि क्वालिटी चाहिँ एकदम म्याटर गर्छ। जुन चाहिँ वेबसाइट चाहिँ जस्तो तपाईँहरूको निच रिलेटेड हुन्छ, जुनबाट चाहिँ एकदम भ्यालु पाउन सकिन्छ, जस्तो गेस्ट पोस्ट भयो तपाईँहरूको, त्यस्तो त्यस्तो वेबसाइट चाहिँ हामीले खोजिराख्नुपर्ने हुन्छ। खोजेर त्यसमा ब्याकलिङ्क्स बनायो भने चाहिँ 100 तपाईँले त्यो ऱ्यान्डम ब्याकलिङ्क्स बनाउनु र एउटा त्यस्तो ब्याकलिङ्क्स बनाउनु, त्यो कन्टेक्चुअल ब्याकलिङ्क्स बनाउनु एकदम राम्रो हो होइन। र आज चाहिँ यो भिडियोमा म तपाईँहरूलाई त्यही सिकाउँछु। र आज यसमा चाहिँ जस्तो तपाईँहरूलाई ब्याकलिङ्क्स अब यस्तो मसँग धेरै छ होइन। तर अहिले नेपालमा चाहिँ नेपाल होइन, नेपाल वर्ल्ड वाइडमा मान्छेहरूले ब्याकलिङ्क सर्च गर्ने भनेको न्यू न्यू मान्छेहरूले चाहिँ यस्तै सर्च गर्नुहुन्छ, लिस्ट अफ 100 फ्री डु फलो ब्याकलिङ्क्स भनेर सर्च हान्नुहुन्छ मान्छेहरूले होइन। अनि त्यसपछि यहाँ जुन आयो त्यसलाई हेर्नुहुन्छ होइन। तर यो चाहिँ अलरेडी गुगलमा हुन्छ र गुगललाई यो बारे थाहा भइसकेको हुन्छ। यदि गुगलले म्यानुअली यसलाई चाहिँ गुगलले म्यानुअली पनि के अरे उसमा स्प्याममा हालिदिन सक्छ होइन। जस्तो यो साइट त गुगलमा छ भने चाहिँ यसबाट चाहिँ ब्याकलिङ्क्सहरू मान्छेहरूले बनाउँदो रहेछन् है, जसले गर्दाखेरि चाहिँ वेबसाइटहरूलाई चाहिँ भ्यालु यिनीहरू ब्याकलिङ्क्सबाट चाहिँ भ्यालु प्रोभाइड नगर है भनेर राखिदिन सक्छ होइन। त्यो पनि एउटा गुगलले गर्न सक्ने कुरा हो, नगर्ने भन्ने होइन होइन। र आज चाहिँ म तपाईँहरूलाई त्यस्तै गरी यो ब्याकलिङ्क्स कसरी बनाउने भन्ने बारे सोध्छु र अनि ब्याकलिङ्क्स कसरी खोज्ने होइन, कम्पिटिटरको ब्याकलिङ्क्स कसरी खोज्नुहुन्छ तपाईँहरूले, कुन कुन ब्याकलिङ्क्सहरू चाहिँ डु फलो हो, कुन कुन चाहिँ नो फलो हो, सबै यो भिडियोमा तपाईँहरूले पाउनुहुन्छ होइन। तपाईँहरूलाई म आज एउटा देखाइदिन्छु। म टेलिग्राफ डट पिएच भन्ने हुन्छ नि, यो भनेको एउटा कन्टेक्चुअल ब्याकलिङ्क्स हो। यसमा चाहिँ तपाईँहरूले कन्टेन्ट लेख्न सक्नुहुन्छ। वेट अ मिनट हो क्या हो, यसमा चाहिँ तपाईँहरूले म तपाईँहरूलाई एउटा कन्टेन्ट लेखेर नि पब्लिस गरेर नै देखाइदिन्छु। म चाहिँ अहिले तपाईँहरूको लागि च्याट जिपिटी युज गरिदिन्छु। च्याट जिपिटीमा युज गरेर म एउटा राम्रो आर्टिकलहरू लेखिदिन्छु कुनै च्याट जिपिटी। अनि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भन्दाखेरि च्याट जिपिटीहरू तपाईँले गर्दाखेरि पनि अनि यो फाइल एड अप्सनमा आउँछ नि, वेट अ मिनट हो, यसमा चाहिँ एउटा सेमरस एप इन्टिग्रेट गर्न मिल्छ क्या तपाईँहरूले। हो यो चाहिँ इन्टिग्रेट गरिराख्नु होला, किन भन्दा सेमरसमा भएको डाटाहरू चाहिँ च्याट जिपिटीमा तपाईँले इजिली एक्सेस गर्न सक्नुहुन्छ। तपाईँले यदि प्रो भर्जन सेमरसको प्रो भर्जन छैन भने चाहिँ तपाईँले च्याट जिपिटीको फ्री भर्जनमा सेमरस कनेक्ट गरेर गर्न सक्नुहुन्छ। जस्तो मैले यहाँ मेरो 2-3टा प्रम्प्टहरू बनाएको छु। सो तपाईँहरूलाई चाहिँ अब म एउटा प्रम्प्ट गरेर देखाउने। आज मेरो अलि ल्यापटप स्लो चलिरहेछ। जस्तो यो चाहिँ मेरो वेबसाइट हो होइन, मेरो प्रम्प्ट हो जुनमा चाहिँ मैले एउटा एलएसए प्रोभाइड गर्छु। त्यसअनुसार मलाई टपिक दिए भनेर हुन्छ होइन, त्यो भन्छ। ल म तपाईँहरूलाई आज यो एकदम गरेर देखाइदिन्छु। कन्ट्रोल अल गर्नु हो, कपी गरिसकेपछि होइन यो हटाइदिन, कन्सोल हटाइदिन, च्याट जिपिटीमा जानु। सो आई I want to make contextual backlinks for my SEO service website भनेर लेख्छु होइन। So make me a topic and give LSI keywords and as per given prompt make me well optimize article with a linking for my website भन्नु होइन। अनि यो गरिसकेपछि तपाईँहरूले प्रम्प्टहरू चाहिन्छ भने चाहिँ मलाई भन्नु होला, म तपाईँहरूलाई यो प्रोभाइड गर्छु। अब यसले यहाँ जेनेरेट गर्छ, थिङ्क गर्छ।
राइट गाइज यसले चाहिँ कनेक्ट एपमा कनेक्ट भइरहेछ अनि यसले डाटाहरू चाहिँ सबै तानिरहेछ कि सेमरस र च्याटजिपिटीको अस्ति इन्टिग्रेसन भएको हो त्यस भएर चाहिँ यसले सबै डाटाहरू तानिरहेछ म तपाईँहरूलाई देखाइदिन्छु र म तपाईँहरूलाई अहिले देखाउन चाहिरहेको भने चाहिँ त्यो ब्याकलिङ्क्सहरू चाहिँ त्यो कम्पिटिटरहरूको ब्याकलिङ्क्स चाहिँ कसरी हेर्ने भनेर जस्तो मेरो के अहिले त्यो जेनेरेट हुनेछ नि यो हेर्नु होला जस्तो मेरो किवर्ड एसयो एक्सपर्ट इन काठमाडौँ भन्ने छ है यो सर्च हान्यो भने मेरो नम्बर कतिमा आउँछ मेरो मेरो त नम्बर लगभग लगभग सेकेन्ड पेजमा आउँछ मेरो होइन मैले लेटेस्ट खोल्या हो त्यस्तो कारणले सेकेन्ड थर्ड पेजमा आउँछ होइन हो अब भनिसकेपछि मेरो फर्स्ट कम्पिटिटर को अरे भनेपछि यो निरज राउत उहाँ चाहिँ मेरो कम्पिटिटर हुनुहुन्छ होइन फर्स्टली मैले एउटा हेर्ने तरिका भनेको उहाँको वेबसाइटलाई लिएर नै त म तपाईँहरूलाई देखाइदिन्छु ओ एन्ड उहाँ चाहिँ मेरो कम्पिटिटर हो होइन त्यसपछि म एउटा उहाँको युआरएल अगाडि लिङ्क भनेर हालिदिन्छु लिङ्क कमा यस्तो एउटा के अरे एउटा कमान्ड दिन्छु र इन्टर गरिदिन्छु त्यो गरिसकेपछि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ उहाँले चाहिँ इन्टरनल लिङ्किङ राम्रो गर्नुभएको छ त्यही भएर लिङ्क आयो होइन हो उहाँले चाहिँ कहाँबाट लिङ्क पाउनु भएको छ भनेर यहाँ देख्न सक्नुहुन्छ लिङ्कडिनबाट पाइरहनु भएको छ होइन हो यसबाट पाइरहनु भएको छ फेसबुकबाट पाइरहनु भएको छ आरएमआईबाट होइन हो यसरी पोडकास्ट पनि गर्नुभएको छ उहाँले त्यसबाट पनि पाउनु भएको छ त्यस्तै गरी तपाईँहरूले यसबाट चाहिँ लिमिटेड ब्याकलिङ्क्सहरू चाहिँ कहाँ कहाँबाट उहाँले पाउनु भएको छ भनेर हेर्न सक्नुहुन्छ र त्यही अनुसार बनाउन सक्नुहुन्छ र अर्को एउटा के टेक्निक भनेको चाहिँ एक्सटेन्सन युज गर्नु हो जस्तो तपाईँले मेरो एक्सटेन्सन दिन सक्नुहुन्छ तपाईँले चाहिँ यसमा युज गर्नुपर्ने भनेको चाहिँ एसइओ क्विक भन्ने एक्सटेन्सन छ नि हो यो युज गर्नुभयो भने चाहिँ तपाईँले यहाँ एउटा सो ब्याकलिङ्क्स भन्ने अप्सन देखाउँछ हो त्यसले चाहिँ यसमा यो वेबसाइटमा भएको यति ब्याकलिङ्क्सहरू देखाइदिन्छ यो चाहिँ एउटा फ्री मेथड हो क्या हो यसरी चाहिँ एउटा ब्याकलिङ्क्स हेर्ने मेथड एउटा यो पनि हुन्छ अनि अर्को एउटा चाहिँ म टुल्सवाला देखाइदिन्छु एउटा अब म यो टुल्जेन भन्ने वेबसाइटमा गइरहेको छु होइन तपाईँहरूलाई चाहिँ यदि यो यसको भए यो लिङ्क चाहिन्छ यसमा चाहिँ कसरी तपाईँले टुल्सहरू किन्न मिल्छ भनेर म चाहिन्छ भनेदेखि चाहिँ म एउटा छुट्टै भिडियो बनाइदिन्छु जसमा चाहिँ म तपाईँहरूलाई लिङ्क प्रोभाइड गर्छु जुनबाट चाहिँ तपाईँहरूले सस्तोमा चाहिँ एसइओ टुल्सहरू पर्चेस गर्न सक्नुहुन्छ जस्तो अब म एउटा सेमरस एक्सेस गर्छु उहाँको यो ब्याकलिङ्क्स होइन तपाईँ लिङ्क बिल्डिङमा आउनु डाइरेक्टली सेमरस एक्सेस गरिसकेपछि होइन अलि आज स्लो भएर चाहिँ म तपाईँहरूलाई राम्रोसँग यो नो कट केही पनि कट नगरिकन तपाईँहरूलाई देखाउँछु होइन तपाईँ यो वेबसाइट पेस्ट गरिदिने अनि एनालाइज गर्न लगाइसकेपछि चाहिँ यो चाहिँ पेड भर्जन मात्र अभाइलेबल छ होइन सरी यदि तपाईँहरूले यो त अलिकति भएन भन्दाखेरि यो जोसँग पेड छ त्यसको लागि मैले सिकाएर हो अनि तपाईँहरूले यसमा चाहिँ यस्तो उहाँको चाहिँ ब्याकलिङ्क्सहरू के होइन यति आउँदो रहेछ ब्याकलिङ्क्सहरू यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँले ब्याकलिङ्क्समा जानु उहाँको बेस्ट ब्याकलिङ्क्स 8वटा रहेछ त्यो के हो तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन तपाईँहरूलाई देखाइदिन्छु अनि त्यसपछि तपाईँहरूले ब्याकलिङ्क्स ग्याप पनि गर्न सक्नुहुन्छ तपाईँले तिन चारवटा जस्तो रामबाबु थापा सर हुनुहुन्छ उहाँ होइन उहाँ जस्तै तिन चारवटा कम्पिटिटरहरू लिएर्नु अनि यो ब्याकलिङ्क्स ग्यापमा आफ्नो वेबसाइट उहाँको हालिसकेपछि उहाँहरूले चाहिँ कुन कुनमा बनाउनु भएको छ र तपाईँहरू छुट्टिनु भएको छ यस ब्याकलिङ्क्स ग्याप भन्ने सेक्सनले देखाउँछ हो यसबाट नि हुन्छ होइन हो किन उहाँले यस्तो गर्नुभएको छ यस्तो यस्तो साइटहरूबाट गएको छ अनि यो लिङ्क रिमुभ गर्नु नि हो यो वेबसाइटबाट यो अन्त सरलाई ब्याङ्क लिङ्क्स आएको रहेछ तर अहिले रिमुभ भइसक्यो होइन त्यो भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामीले त्यो यो जुन कम्पनी हो होइन त्यसलाई आउटरिच गर्न मिल्छ तपाईँको चाहिँ यस्तो ठाउँमा चाहिँ यस्तो चाहिँ ब्रोकन लिङ्क भएर बसेर छ त्यसको ठाउँमा बरु सेम कन्टेन्ट छ उहाँलाई दिनुभएको जस्तै कन्टेन्ट मेरो वेबसाइटमै छ मलाई ब्याकलिङ्क्स दिन मिल्छ भन्नुभयो भने चाहिँ तपाईँले त्यसबाट एउटा राम्रो भ्यालुएबल लिङ्क बनाउनु मिल्छ यो पनि एउटा ब्याकलिङ्क्स बनाउने टेक्निक हो होइन अब आज हामी अब यो जाउँ जस्तो यहाँ अब टपिक भन्यो हाम्रो कन्टेक्चुअल ब्याकलिङ्क्स इन 2026 हाई क्वालिटी ब्याकलिङ्क्स मेरो एउटा यो टपिक जेनेरेट गरेँ अब म यसलाई यहाँ टाइटलमा हालिदिन्छु अनि त्यसपछि चाहिँ यहाँ उसले चाहिँ यहाँ कन्टेन्टहरू लेखेको छ होइन कन्टेन्टहरू म पढेर उ गर्न बसिरहेको होइन तपाईँहरूले बुझ्नु होला
कन्टेन्ट रिलेटेड तपाईँहरूलाई केही डाउट छ भने सोध्नु होला। म त्यसमा नै भिडियो कसरी कन्टेन्ट लेख्ने, कसरी के अरे भ्यालुएबल कन्टेन्टहरू कसरी लेख्ने भन्ने बारेमा तपाईँलाई सिकाइदिन्छु। हो, यो चाहिँ कन्टेन्ट भयो होइन। सबैभन्दा पहिला पब्लिस गर्नुभन्दा अगाडि चाहिँ हामीले यसमा एङ्कर टेक्स्टहरू खोज्नु पऱ्यो होइन, जुनबाट चाहिँ हामीले लिङ्कहरू पाउँछौँ होइन। जस्तो लिङ्कहरू तपाईँले एउटा आर्टिकल हेर्न सक्नुहुन्छ होइन। अब यसमा तपाईँले आफैले नै हाल्न सक्नुहुन्छ। अब मैले यत्तिकै गरेर यसलाई यस्तो मान है त, जस्तो एसइओ सर्भिस पेज भने होइन। अब यस्तो लिङ्क गर्न मिल्छ यसलाई। तपाईँले इन्टर हाल्नु भने लिङ्क भयो होइन, भनेपछि यो यहाँ भयो। अनि त्यसपछि अब म एउटा अर्को मेरो सर्भिसेस पेजलाई लिङ्क गर्छु होइन। सर्भिसेस पेजलाई चाहिँ अर्को एङ्कर टेक्स्ट एउटा मैले रिलेभेन्ट एङ्कर टेक्स्ट खोजिरहेको हुन्छु होइन। हो, जस्तो अफरिङ एसइओ सर्भिसेस हो नि त मेरो रिलेभेन्ट हो। अब फर्स्ट प्याराग्राफमा हाल्नु हुँदैन, तैपनि म तपाईँहरूलाई देखाउनको लागि गरिरहेको छु होइन। यो हटाउनु, यस्तो यस्तो हटायो भने च्याट जिपिटी भन्ने थाहा हुन्छ। यस्तो भयो भने यो हटाइदिनु, अनि यस्तो यस्तो यो पनि हटाइदिनु। यसरी तपाईँहरूले ब्याकलिङ्क्सहरू बनाउन सक्नुहुन्छ। त्यस्तै गरी तपाईँले 2-3टा के अरे लिङ्कहरू आफ्नो वेबसाइटमा हाल्नु। अनि त्यो भइसकेपछि तपाईँहरूले अब इमेजहरू हाल्न मन लाग्यो भने तपाईँले इमेजहरू जेनेरेट गर्न सक्नुहुन्छ र इमेजहरू हाल्न सक्नुहुन्छ होइन। ल ठिक छ, यो भइसकेपछि अब म यहाँ मेरो नाम हाल्दैछु, रूपक सौलागाई भनेर हाल्छु। अनि पब्लिस गरिसकेपछि यो लिङ्क चाहिँ पब्लिस भयो होइन। हो, यो चाहिँ पब्लिस भइसक्यो। अब तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि अब यसलाई कपी गर्नु, अनि इन्कग्निटो मोडमा आइसकेपछि कन्ट्रोल भी गरिदिइसकेपछि यसरी चाहिँ हान्नु। तपाईँको इन्कग्निटो मोडमा यो वेबसाइट खोलिरहेको छ भनेदेखि यसो डाइरेक्ट खोलिरहेको छ भने यो लिङ्क भयो। अब तपाईँहरूले चाहिँ एउटा सिट बनाएर जुनमा वेबसाइटमा चाहिँ मैले ब्याकलिङ्क्स बनाएको छु भनेर उयो गर्नु। अनि यो त्यो भइसकेपछि पछि तपाईँहरूलाई ट्र्याक गर्न सजिलो हुन्छ। अनि तपाईँको ब्याकलिङ्क्स यदि इन्डेक्स भएको छैन भने चेक गर्ने एउटा तरिका साइट डट यस्तो गर्नु, अनि त्यो जुन लिङ्कको युआरएल हो त्यसरी हालिदिइसकेपछि अहिले इन्डेक्स छैन, इन्डेक्स भइसकेपछि चाहिँ यहाँ पेजको देखाउँछ, तपाईँले त्यो नि गर्न सक्नुहुन्छ होइन। हो, एउटा टेक्निक यो भयो होइन। अब तपाईँहरूलाई म कम्पिटिटरहरूको देखाउँछु होइन। यो उहाँहरूको ब्याकलिङ्क्स फाइन्ड गर्ने यो तरिका अब यस्तो कन्टेन्टवाला नि भयो। तपाईँले अब ब्याकलिङ्क्सहरू तपाईँहरूलाई खोज्नलाई अब अहिले कन्टेक्सुअल टेलिग्राफ जस्तै मिडियम हुन्छ नि, हो यो वेबसाइट यो चाहिँ एउटा वान अफ द बेस्ट वेबसाइट हो, जुनमा चाहिँ तपाईँले यदि राम्रो कन्टेन्ट, इन्फर्मेसनल कन्टेन्ट जुन चाहिँ मान्छेहरूले खोजिरहेको हुन्छ त्यस्तो कन्टेन्ट लेख्न सक्नुभयो भने चाहिँ यसले चाहिँ तपाईँहरूलाई हाई भ्यालु दिन्छ र ऱ्याङ्क पनि हुन्छ क्या मिडियमको आर्टिकलहरू। अनि अर्को यो हुन्छ। अनि अरू डिफ्रेन्ट वेबसाइटहरू छ, जस्तो dig.com भन्ने नयाँ भयो, रेडिट जस्तै, त्यसमा तपाईँहरूले गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरी चाहिँ मलाई एउटा लेटेस्ट ऊ चाहिँ के कुरा भन्दाखेरि होइन, अहिले लेटेस्टली चाहिँ प्यारासाइट एसइओ भन्ने एकदम फेमस भइरहेछ, जुनबाट चाहिँ तपाईँले युट्युबहरू, टिकटकहरू, फेसबुकहरूबाट चाहिँ ब्याकलिङ्क्सहरू पाउन सक्नुहुन्छ होइन। रुक्नु है त, म तपाईँहरूलाई एउटा देखाइदिइहाल्छु। जस्तै मेरो वेबसाइटमा चाहिँ टिकटकहरूबाट चाहिँ एकदम धेरै मेरो ब्याकलिङ्क्सहरू आइरहेछ होइन, भ्यालु आइरहेछ। त्यो चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु। लिङ्क भएन, यसलाई के लिङ्क भयो। यस्तो गरिसकेपछि चाहिँ मेरो हेर्ने त टिकटकमा हुन्छ नि, हाउ टु फाइन्ड रिजनेबल ब्याकलिङ्क्स फर फ्री भन्ने है, एसइओ चेकलिस्ट, अनि स्मार्ट बजेटिङ फर मेटा एड्स इन नेपाल भनेर। अनि रूपा चलाउ यो उहाँहरूको अकाउन्ट भएर छ, टिप्स एसइओ टिप्स एन्ड ट्रिक्स भन्ने मेरो आयो होइन। हो, यसरी चाहिँ तपाईँहरूको टिकटकहरू भिडियोहरू यसरी पनि ऱ्याङ्क हुन्छ क्या। तपाईँहरूले चाहिँ सिक्नुपर्छ, त्यो टिकटकबाट चाहिँ कसरी एसइओ गर्ने भन्ने बारे पनि तपाईँले सिक्न सक्नुहुन्छ। यस्तो भिडियो हुन्छ नि, दुइटै मेरो भिडियो ऱ्याङ्क भइरहेछ।